नमस्कार सम्पूर्ण साथीहरूलाई। आज मैले करिब 3 दिन पश्चात फेसबुक पेजमा चाहिँ भिडियो अपलोड गर्दैछु। यहाँले भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला र भिडियो हेरिसके पछाडि यहाँहरूको मनमा लागेको जिज्ञासा कमेन्ट बक्समा छाड्न नभुल्नु होला र लाइक सेयर भन्ने कुरा त छँदैछ, तपाईँहरूलाई थाहा छँदैछ। र मेखराज तामाङ फेसबुक पेजलाई भिडियोलाई हेरिसकेपछि फलो गर्न नभुल्दिनु होला। आजको भिडियो के रहेको छ भन्दाखेरि मेरो फार्ममा चाहिँ सुन्तला र कागती अलरेडी छँदैछ, फल दिन सुरु गरेको र आम्दानी दिन सुरु गरिएको छ। त्यसभन्दा बाहेकका अन्य फलफुल बिरुवा के हुन्छन् त भनेर मैले आज चाहिँ केही बिरुवाहरू लिएर आएको छु र म परीक्षणको लागि यो वर्ष रोप्दैछु र केही वर्ष कुर्नुपर्नेछ त्यसको फल प्राप्ति गर्नका लागि। र यो बिरुवा देखाउनुभन्दा अगाडि तपाईँहरूलाई एउटा थोरै मेरो आफ्नो फार्मको बारेमा भन्न चाहन्छु। करिब आजभन्दा 22 वर्ष अगाडि बाबाले सुन्तला रोप्नु भएको थियो र यो मेरो जग्गा एरिया, यो फार्म भएको एरियामा चाहिँ सुन्तला कसैको थिएन, कागती कसैको थिएन। र यहाँ सुन्तला हुन्छ हुँदैन, यसले फल दिन्छ दिँदैन, र यो फल दिए तापनि यो चाहिँ स्वादिष्ट हुन्छ हुँदैन, र यसले चाहिँ आम्दानी दिन्छ दिँदैन भन्ने चाहिँ दोधारमा थियो। तर करिब 15 वर्ष पश्चात चाहिँ रोपेको 15 वर्ष पश्चात चाहिँ राम्रो फल दिन थालेको र आम्दानी दिन थालेको छ। त्यस पश्चात चाहिँ हुने रहेछ है, अब चाहिँ यो सुन्तला रोप्दा हुने रहेछ भन्ने हिसाबमा चाहिँ मैले 2076 सालमा चाहिँ एभरेस्ट कृषि फर्म भन्ने चाहिँ मेरो आफ्नो नाममा दर्ता गरेँ र त्यस पश्चात बाँकी रहेको हाम्रो बारी चाहिँ सबै विस्तार गर्न थाल्यो बिरुवाले लगाएर। र अहिले चाहिँ लगभग अन्तिम चरणमा सुन्तला र कागतीको बिरुवा चाहिँ यो वर्ष सबै रोपिसक्ने हाम्रो प्लानिङ छ। अब केही बिरुवाहरू छिटपुट हुनसक्छ, रोप्छौँ अर्को वर्ष पनि। र अब सुन्तला र कागती त हुने नै भइगयो, आम्दानी सुरु नै भइसक्यो, यो चाहिँ हाइटमा यो एलिभेसनमा हुने रहेछ भन्ने थाहा भयो। अब अन्य बिरुवाहरू चाहिँ हुन्छ हुँदैन भनेर मैले यो वर्ष परीक्षण गर्दैछु, भिडियोलाई स्किप नगरी हेर्नु होला। मैले योभन्दा अगाडि पनि परीक्षण त गरेको थिएँ, तर योभन्दा अलिकति माथिको हाइटमा यहाँभन्दा कम्ती 150-200 मिटर चाहिँ हाइटमा चाहिँ मैले स्याउ लिएर रोपेको थिएँ। स्याउ चाहिँ के भइदियो भने 3 वर्ष 4 वर्षदेखि फुल्न सुरु गर्यो। 5 बोट ल्याएकोमा 2 बोट सफल भएन, बाँच्न सकेन। 3 बोट बाँचेको थियो र फुल्न थालेको र फल दिन थालेको थियो। जब पहिलो वर्ष फुल्यो र दोस्रो वर्ष फल दिन थालिसकेपछि अटोमेटिकली त्यो चाहिँ उसको शरीर नै सुकेर पूर्ण रूपमा मऱ्यो। त्यस पछाडि मैले बिहा खाने सबै रोपेको थियो, त्यो चाहिँ हामीले बचाउन सकेन। त्यो चाहिँ 2वटा ल्याएको थियो, 2वटै बचाउन सकेन। र दन्तेउखर थियो, दन्तेउखर पनि बचाउन सकिएन। यतिखेर के व्यवस्था मिलेन, हाम्रो के तरिका मिलेन होला, प्राविधिक त्रुटि भयो होला। त्यस पश्चात हाडे बदाम ल्याएको थियो, हाडे बदाम पनि एकदम सक्सेस छ, त्यो चाहिँ राम्रो छ। र जम्मा धेरै लिएको थिएन, 2 बोट लिएको थियो, 2 बोटमा 1 बोट मऱ्यो, 1 बोट चाहिँ त्यसले राम्रै फल दिँदो रहेछ भन्ने हो। र यो बोट चाहिँ मैले के लिएको छु भन्दाखेरि यहाँलाई देखाउन चाहन्छु। पहिलो प्रथम नै यहाँलाई यो धेरैजनाले यो चिन्नुहुन्छ। यो चाहिँ एकदम महँगो, अहिले चाहिँ धेरैको चाहिँ व्यवसाय चाहिँ एकदम बुद्ध चित्तमा छ। त्यसमा यो बुद्ध चित्तको बिरुवा 2वटा छ। यो पहिलो टेस्ट यो मेरो फार्ममा चाहिँ पहिलो टेस्ट हो। अब हेरौँ कस्तो हुन्छ। यो काठमाडौँबाट बाबाले ल्याउनु भएको, यो वर्ष रोप्छौँ, यसको फल प्रतिफल आम्दानी कस्तो हुन्छ हेरौँ। त्यस पश्चात यहाँलाई देखाउन चाहन्छु यो बिरुवा। यहाँले कतिपयले चिन्नुहुन्छ, कतिपयले चिन्नुहुन्न। यो चाहिँ मेकाडेमिया हो। यो मेकाडेमिया मैले जम्मा 4वटा ल्याएको छु, 4वटा ल्याएको छु। यो 4वटा मध्येमा 2वटा चाहिँ यहाँभन्दा करिब 200 मिटर लोमा, 150 देखि 200 मिटर लोमा मेरो सुन्तला फार्म छ। त्यो सुन्तला चाहिँ सक्सेस भइसकेको सुन्तला फार्म, त्यहाँनिर लगेर 2वटा रोप्ने, 2वटा यहाँ रोप्ने, यो स्थानमा रोप्ने भन्ने प्लानिङ छ। यो जम्मा 4वटा भयो। त्यस पश्चात यहाँले देख्नुहुन्छ यो पक्कै पनि यो बिहा देख्दा नै थाहा पाइसक्नु पर्यो। यो एभोकाडो घिउ फल, यो चाहिँ मैले जम्मा 4वटा ल्याएको छु। यो 4वटा मध्येमा यो चाहिँ बिहा सानोवाला एभोकाडो हो। जम्मा 4वटा छ। 4वटा मध्येमा 2वटा योभन्दा तल्लो बारीमा र 2वटा यहाँ रोप्ने प्लानिङमा छु। र त्यस पश्चात यो बिरुवा छ, जम्मा 5वटा छ। यो बिरुवा यहाँले देख्न सक्नुहुनेछ, एकदम लामो छ बिरुवा नै। धेरैजनाले चिनिसक्नुभयो। यो जम्मा 5वटा छ। यो बिरुवा चाहिँ प्यासन फ्रुट हो। यो पहिलो पटक अब टेस्ट गर्दैछ मेरो फार्ममा, कस्तो हुन्छ यहाँले मेरो भिडियोहरू हेर्दै गर्नु होला। यसको चाहिँ बिरुवाको उसको शरीर कतिको छिटो बढ्छ, कति झाँगिएर जान्छ, कतिको राम्रो हुन्छ, तपाईँलाई भिडियो आउनेछ। र यदि मरिगएमा पनि भिडियो आउनेछ। यदि फल दिएको खण्डमा यहाँलाई फलको पनि भिडियो आउनेछ। यहाँले यो भिडियोलाई यहाँसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र पुनः अर्को भिडियोमा भेट्ने बाचासहित बिदा हुन चाहन्छु।
धन्यवाद।